down, I know you got me, baby. सो हेलो नमस्ते सबैजना सन्चै आरामी हुनुहुन्छ होला म पनि एकदम सन्चै भनौँ हल्का रुगा लाग्छ यो शब्द मेरो हरेक भिडियोमा हुन्छ किनकि मेरो भिडियो एउटा मौसम सकेपछि मात्र आउने गर्छ त्यही भएर मलाई केही न केही रोकसोक त रोकसोक त लागेकै हुन्छ ल अब धेरै पछि भिडियो आउँदैछ है लगभग 9-10 महिनापछि अब आजको दिन कस्तो जान्छ हेरौँ होइन पहिला सुरु त उठेर मुख धोइसक्यो होइन अब कोठा रुम मिलाउनु बाँकी छ अझै बाताङ छ रुम पनि चिया खाइसक्यो एउटा भिडियो चाहिँ छ म त्यो भिडियो हालिदिन्छु भिडियो लामो त बनाउनु पऱ्यो नि त होइन छोरी चियाले आँखा लाग्दैन के गर्नु सो आजको दिन चाहिँ यस्तो छ मेरो रुममा प्रवेश हुँदैछ बत्ती हेलो यस्तो छ 1 2 3 बजेन त अर्को हातबाट 1 2 3 ल म चाहिँ लागिसक्यो है बारीतिर किन भन्दा चाहिँ काम गर्न होइन चाहिँ हिजो बेलुका खने थिएँ कता गयो यहाँ त देखिँदैन त यहाँबाट वहाँसम्म खन्यो अब फेरि अहिले पनि खन्न पऱ्यो होइन ड्याङ्की ड्याङ लाएर ल खन्न गयो त खने ल A few minutes later भर्खर खनेर आयो बारी पैसामा पनि सुके छैन यो निधारमा चाहिँ यस्तो दिएको थियो यहाँ पनि ला निधारमा पनि डल्ले छ है अब एकछिन मुख सुख धुनु पऱ्यो अनि खाना खानु पऱ्यो है त ल हामीले त दियो है त ल चार ठाउँमा चेक पोस्ट पऱ्यो हामीलाई चार ठाउँमा खुच्चा पुलिसहरू बसिरहेको रहेछ ए सम्भाला सुकुटी त्यहाँ सक्दैन चस्मा लगा त ल कस्तो देखिँदो रहेछ लगा न लगा कता टाउकोमा लगा अहिले चस्मा नि हो त्यहाँ हाल्ने हो चस्मा ए छिरो अब हात छोड मुख बन्द लगाएर बस्ने छट हात र टचै ठुलो भइरह ल दामी ल हिरो ल धेर लाउनु हुन्न आज शिवरात्रिको दिन परेर 4-5 ठाउँमा चेकिङ डोरी टाँगेर चेकिङ कोसँग बोलेर बस्यो आइदियो नि यहाँ अनुजुवा हुकान हुकान हान्ने शिवरात्रि आज अहिले चाहिँ कति बजिसक्यो भन्दाखेरि मलाई हेर्नुपर्छ 4:02 गएछ
सबै काम भ्यायो, अब अलिकति मात्र बाइक भोलि बिहानलाई। अब आज दुर्गेश थापा आउने रे गडौली महोत्सवमा, अनि अब भ्लग पनि बनाएँ, अनि त्यहाँ गएर पनि भ्लग बनाइदिउँ भनेर सोचेको हो। अब त्यहाँ गएपछि हेरौँ बनाउन सकिन्छ कि सकिँदैन। र त्यसको लागि चाहिँ जुत्ताको लेस हालेको छैन रहेछ मैले, अब लेस हाल्नुपर्ने हुन्छ। अब फिक्स भ्युज आउन गाह्रै हुन्छ त्यो त मलाई थाहा छ। पहिला पनि 100-200 भ्युज आउँथ्यो, आफूले सेयर हान्दा त्यो त आफूले कति सेयर हान्दा टिकटकमा हाल्दा बल्ल बल्ल 100-200 आउँथ्यो। अब अहिले यत्रो लगभग 8-9 महिना भइसक्यो भिडियो नहालेको। अब त्यही 100-200 आउनलाई पनि लास्ट गाह्रो हुन्छ है। अब हेरौँ, म 100-200 पहिलाको जति भ्युज ल्याउने प्रयास गर्छु। खासमा ग्याप चाहिँ किन भयो भन्दाखेरि चाहिँ मेरो बरिस्ता क्लासको एउटा भिडियो थियो कि लास्ट डे अफ बरिस्ता स्कुल के थम्बनेल थियो त्यही भिडियोको, त्यसमा मैले एउटा क्लिप बनाएको थिएँ। त्यो फेरि दोहोऱ्याएर भनिदिन्छु म। फोन थिएन आफ्नो, अब अरूको मागेर बनाउनु पर्थ्यो। आमाको मागेर बनायो, बाबाको माग्यो। त्यो बरिस्ता क्लासको चाहिँ बाबाको मागेर बनाएको मैले त्यति बेला। अनि मोबाइल हुन्थेन, मागेर बनाउनु पर्थ्यो। अनि त्यही माथि भ्युज पनि नआइदिन, आफैले फेसबुकमा, इन्स्टामा, टिकटकमा त्यसरी आफैले प्रमोट गरेर 100-200 भ्युज ल्याउँथेँ। अब अहिले यत्रो महिना भइसक्यो, अब 100-200 भ्युज ल्याउनु नि गाह्रो पर्छ, साह्रै गाह्रो पर्छ 100-200 ल्याउनलाई पनि। यत्रो महिनासम्म भिडियो बनाउँछु हाल्छु भनेर सोचेको, लास्टमा यो 8 महिनामा एउटा भिडियो पनि हाल्न सकेन मैले। होइन किन नमिलेको हो ल। अब यो कुरालाई जति लम्ब्याए त्यति लम्बिँदै जान्छ। अब यसलाई चाहिँ म हाल्दै गर्छु। सो अब चाहिँ म रेडी भइसक्यो है, के के लाउनु पर्ने हो देखिरहेको होला। अब यसपछि यो 70 लाउने काम चाहिँ गर्नु पर्यो पहिला है। खानु म तपाईँहरू खाएर राख्नु क्या, खानु म खानु आज। चकलेट मस्क त्यसपछि समीर अनि यताको जुनु दिदी अनि माथिको केटाहरू पनि जान्छ होला। अनि अझै छोड्नु भएन मैले, बिर्सिन्छ जस्तो लागिरहेको। अब खल्दिङै बोकेर राख्नु पऱ्यो, म त बिर्सिन्छ। यति भएपछि पुग्यो मलाई, यति भयो। अब चाहिँ हामी हिँड्न पर्ने हुन्छ महोत्सवतिर साइकल बोकेर। अब हामी बाइकमा गइहालेछ। हेलो जान भाइ जाम किन भ्यू यस्तो दामी देखिरहेको छ। अब एकछिनपछि समीर घर गएर अनि हामी चाहिँ महोत्सव जानुपर्ने हुन्छ है त। ल बोल होइन 900 के रिचार्ज गर्न त्यहाँ पढ्न मलाई थाहा छैन कि एनसेलको त। एनसेल चलायो एनडी चलायो थाहा छैन मलाई। 902 त्यही पढ्न त्यही देखा हुन्छ त। अब स्याप हिँड्दै जाने। रिचार्ज गर्नको लागि अब अहिले किन चाहियो त तँलाई? हाल्न लागि बेलुका आएर हाल्न त। बेलुका त केटाहरूको छुट्यो। दामी ल जुत्ता ल, ज्याकेटको जुत्ताको जुगाड भयो। जगिङ जानु हामी जगिङ जानु उही लास्ट ठिक हुन्छ होला। पानीले हल्का पुरा गर्नुहोस् 28 को जुत्ता लगेर ए चप्पल ठिक छ। मलाई 40 को ल्याउने है, ल्यायो नि अङ्कल 40 को के 40 अब ल्यायो भने 43 ल्याउने ए भाइ 43 सम्झिनु मलाई। यसले यहाँ 42 भन्दा त यो त ठुलो भइरहेको मलाई यहाँ। कुन
यसले 42 भन्यो मेरो पालि 42 छैन यो ठुलो भएर मलाई त लास्ट 42 को यो मलाई ठिक आउँदो रहेछ हुन्छ तर पाउँदैन तिमीहरूले यो कडेलहरूले उतैबाट गाडी चढेर आएको ठिक हुन्थ्यो सुभाषहरू के गर्छ अहिले नचढ भन नि त गाडी फोन गर्ने ल हामी चाहिँ चढिसक्यो है त नारेदेखि हिँड्नु मर्यो खतरा देखा खासै डर लाग्छ छैन मलाई डर मेरो न हल्का हल्का त्यस्तै भएर 24 hours later. Hey guys, this is the next day. आज चाहिँ अर्को दिन भइसक्यो हिजो राम्रोसँग भिडियो बनाउन पाएन रमाइलोको चक्करमै चिच्चो त उफ्रिँदा हालत खराब छ खुट्टा दुखेर यस्तो भइरह हिजो त भोइस पनि सुकाएको जस्तो आइरहेको थियो अहिले हल्का ठिक सुन्न मिल्ने समेत भइरहेछ भिडियो राम्रोसँग बनाउँछु भनेर सोचेको बनाउनै सकिएन यार अब आज पनि भिडियो बनाउँ अर्को भिडियो पनि आउन सक्छ त्यो पनि हेर्दिनु यो भिडियोमा अहिले भनिदिइहालेँ भिडियो चाहिँ बनाउँछु भनेको अब बन्छ बन्दैन थाहा छैन मेरो भरमा छैन है यो भिडियो पनि राम्रोसँग बनाउन पाइनँ जस्तो छ त्यस्तै हेरिदिनु राम्रोसँग भिडियो बनाउन पाइनँ ल हेरेको छ भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु सक्नुहुन्छ त्यो त मैले भनिरहनु परेन मलाई गरिदिनु नमलाई पनि गरिदिनु भइहाल्यो नि त ल बाई बाई गाइज